गाइज आज चाहिँ है हामी सान्नेजना लागेको है। आज चाहिँ इटरी खना टु हामी इटरी सान्नेतिर लान आँटेको है, घरमा जान आँटेको। अहिले चाहिँ म ठ्याक्कैसँगले भन्दाखेरि लुगा लाउनु खोज्दैछु है। अब यहाँदेखिको यहाँ भाउजू घर जानेछ, तपाईँलाई जानेछ, गाडीमा जानेछ। आज ढिलो ढिलो हुन्छ होला। आज अब लुगा लाएर चट्ट लाएर चाहिँ गइहाल्नु पर्नेछ है गाइजहरू। मैले फाइनली लुगा सुगा लगाइसकेँ होइन। अब यहाँ सबै ढोका सोका लाएर हिँड्नु बाँकी छ। अब चाहिँ सबै सकेर अब सबै चाबी लाएर हिँड्नुपर्ने छ है। भान्सा कोठाको हालत के कस्तो छ, भान्सा कोठा यस्तै हो है। अब ढोका सोका लाएर चट्ट हिँड्नुपर्ने छ। झ्यालहरू त लागेर हिँड्छ है। मैले चाहिँ चाबी लगाइसकेर घरमा अब चाबी चाहिँ सबै ठोकिनु परिहाल्यो है। अब यता गाडी छ, यो भाउजूको साइकल हो, गीत गाइदिएर झट्ट जानुपर्छ। यसो माथि गएर हेर्नुपर्ने छ अब के छ कस्तो छ। माथिबाट गएर चाहिँ यो यहीँ रहेछ कुकुरहरू दुईवटा छटमा छ हाम्रो बडीगार्ड। यस्तो यस्तो छ है। यहाँबाट यस्तो गएर अब भाउजूहरूलाई भन्नुपर्ने छ। अब गाउँलेहरूलाई घर यसो हेरिदिनु भनेर सल्लाह दिनु पर्यो। ए आन्टी ल यसो हाम्रो घरतिर रेखदेख गर्दै गर्नु भनेर नि। ल दसैँ राम्रोसँगले मनाउनु। खोइ भाइहरू खोइ बुझ्नी नआउँदैछ। ल ह्याप्पी दसैँ राम्रोसँगले मनाउनु भन्नु। ल यहाँबाट फाइनली है भाउ यसो घर गाउँलेसँग कुरा गर्यो। अब यो दुईवटा घर गाउँलेसँग कुरा गर्नु बाँकी छ है। यसो यहाँ आउनु भनेर अब कुकुरहरूको चाहिँ छटमा रजाइरहेछ नि। दुईवटा हाम्रो बडीगार्ड छ, गयो है कुकुरहरू गयो। फाइनल्ली है म चाहिँ घरमा बिदा बारी गरिसकेर अब चाहिँ रोडतिर हिँड्दैछु है। अब यहाँदेखिको कदम गाँसी हुँदै भाउजूको घर हुँदैछ। पाहाड पुग्दा चाहिँ रात पर्छ होला गाइजहरू होइन। के गर्नु अब पाहाड दसैँ तिहार भनौँ है। आफन्त परिवार आमा जानै पर्छ। हेरो गाइज, ल है गाइज यस्तै छ जिन्दगी। फाइनली म चाहिँ होइन यहाँ यो कदम गाछीको रेका टेरेस भन्ने आएको छ है। यो चाहिँ हाम्रो दिदीको दोकान छ है। अनि कति बजी आउने हो? आयो 10 बजी आउँछ, कति बजी आउँछ कि यसै रेखा दिदीको दोकान हो है। आज चाहिँ मैले सानो भ्लग गर्दैछु। इटरी टु सान्ने यो चाहिँ होइन हेडमास्टर हो है। प्रमाणपत्रहरू पनि धेरै छन्। कोही आउने सिक्ने जाने मान्छे छ भने यहाँ आउनु होला, सुपथ मूल्यमा सिक्नु पाइन्छ। फाइनल्ली है म चाहिँ भाउजूहरूको घर आइपुगेँ। यहाँबाट अब सबैजना रेडी हुनुहुन्छ होला। ओइ जाने होइन? ल यिनीहरू पनि जाने अरे है। भाउजू छिटो लुगा लाम, सबैजना लुगा लाएर छिटो है। त छिटो केटा अब सुरु हो। लु चम अब यहाँबाट लुगा लाउनु मात्रै बाँकी छ है। यहाँबाट साइकलहरू भित्र थन्का। अब यहाँबाट हिँड्नु मात्रै बाँकी छ। सुँगुरहरूको राम्रै छ होला, चालाबाला घाँस सास हालिदियो होला होइन। सुँगुरले घाँस खान्छ कि। ल फाइनली हामी चाहिँ गाइडहरू इटरीबाट चढिसक्नु होइन, खनारबाट चढिसक्नु। अब यहाँबाट जानु बाँकी छ है। यतातिर देखिएन त, देखियो एकदमको देखियो। हामी तिनजना अरू चाहिँ गइसक्यो होइन। अब हामी जानु बाँकी छ। गाडीको आवाज केही हुँदैन होला है, पछाडिबाट गरेको भ्लग हो। खनार बजार हो है। आज फुलपाती मनाउँदैछन् है गाइडहरू। खनार बजारमा फुलपाती मनाउँदैछन्। नाच्ने गाउने हुँदैछ। खनार बजार बाई बाई। इटरीमा चाहिँ आज ठुलो फुलपाती मनाउँदैछन् होइन। हेर्नु कस्तो फुलपाती मनाउँदैछन्। ए फुलपाती मनाएको अरे फुलपाती।
धरानमा छौँ है। धरानमा यस्तो आज गर्मीले हैरान भयो। हाम्रो गाडी त्यहाँ पर्खिरहेको छ है। के खुसी पनि छ। आज भोकाले टाठ बहादुर भएर हामी चाहिँ आज लास्टै 5 घन्टा कुरेर गाडी बिग्रिएर बिच बाटोमा आएर यस्तो चुनाव कसैलाई नहोस् दसैँको बेलामा है। गाइडहरू धरानमा छौँ है। 8 बजे रातो है। हामी राति भयो 8 बजे राति चाहिँ हिलेबाट पट्यो है। यति गाह्रो भयो आज। दाइ अब ढिलो भइगयो है। लास्टमा के